गाइजहरु काम छैन के काम छैन वास्तवमा नेपालमा कामै छैन केही नै काम छैन मुला साग मैं जानता हूँ सही भन्छन् के वास्तवमा नेपाल बसेर काम समय काट्नु मात्रै हो बुढो मात्रै हुनु हो साथीहरु हैन तेरा साला झोला झम्टा बोकेर साला अर्का गुलामी गर्न गइहाल्नुस् के भन्ने कुरा सही भनेको कसैले माया लाग्छ दया लाग्छ त्यसैले आफ्नो खेत गर म घण्टा धान पनि फल्दैन म न केहीको सुविधा छ न केही सुविधा छ साला मल किन्न गयो भने साला मल ल्याउन गयो भने साला 15 किलो 16 किलो मल दिन्छ ल्याएर के गर्नु त्यो 15 किलो 16 किलो मलको लागि झगडा भइरहेछ म पुरै हान काटाकाट भइरहेछ अब यहाँ तपाईँलाई खुसी लाग्छ यस्तो धान देखेर कसलाई खुसी लाग्छ यार रुनु मन लाग्छ यार दूर यार मलाई यार यो के हो सर यो के हो भन्छ मजा लाग्छ यस्तो देखेर यो तपाईँलाई अस्ति भर्खर यार 20 किलो मल लिएर हालेर सबै झार्ला मात्र लाग्यो भाला त घन्टा पनि लागेको छ यार अब यहाँ के गर्नु राँगा चलाउनु कि बाख्रा चलाउनु गाई चलाउनु छ एक्लो जानले गोडेर सकिँदैन साथीहरु के गर्नु यसो आए खेतमा हि गरेर दाँत देखा धानलाई धानले मलाई दाँत देखाउँछ म धानलाई दाँत देखाउँछु काम छैन के साथीहरु कृषक गरेर पनि काम छैन साथीहरु रिङ्गटा लाग्छ मार एकछिन हेरौँ भने यो धान देखेर रिङ्गटा लाग्छ टेन्सन बहुत हुन्छ यार पीडा धेरै हुन्छ क्या साथीहरु कसरी चाहिँ गरी खानु नेपालमा यस्तो पाराले न त सरकारले जनताको पीडा सुन्छ न त कृषकको पीडा सुन्छ सरकारले मजा आयो जतिखेर भाषामा दिएर हुन्छ काम पनि गर्नु पर्यो नि त दिनु पर्यो क्या जनतालाई पीडा छ नि त जनतालाई पीडा छ हजुर जनतालाई दिनु पर्यो के सुविधा दिनु पर्यो जनतालाई नदिए पनि कृषकलाई दिनु पर्यो कृषकलाई एकदम इम्पोर्टेन्ट दिनु पर्यो के सरकार बड़ी अच्छी बात कही अनि बचाऊ प्लान नेपाल बाहिर देश अनि के घन्टा बचाऊ कुनै खेतको धान त बचाउनु पाएछ घन्टा बचाउनु यहाँ